हेलो गाइस, आज चाहिँ यो रत्न पार्कको अगाडि पानी खानु पर्यो भनेर पानी एटिएम छ। म चाहिँ पहिला चाहिँ यो 5 रुपियाँको नोट यहाँ चेन्ज गर्छु। म यहाँ चेन्ज गर्छु 5 को नोट लाउँदाखेरि चाहिँ ठक्कसँग यता ल पछि ग। अब यहाँ आउँछ एक एकको नोट लगाइसक्यो गाइस, यस्तो तरिकाले ल यहाँ आइसक्यो। मैले दुध दुईको पनि नदिने रहेछ क्या, ठक्क एक एकै दिने रहेछ ठ्याक्कसँगले। 1 रुपियाँमा 1 कप 5 को नोट लगाएको थिएँ, यस्तो 5वटा आयो कोइन्स। अब म यता पानी खान्छु है त गाइस। 1 रुपियाँमा 1 रुपियाँ चाहिँ कप पर्ने रहेछ, अनि त्यसपछि 1 रुपियाँ चाहिँ पानी है त। अब म यहाँ कप निकाल्दैछु, ठक्क यहाँसँग लाउने हो। ल आम्मा के राम्रो फेसिलिटी यार, दामी कप पनि आयो है 1 रुपियाँको। जे 2 रुपियाँमा चाहिँ 1 कप पानी खानु पाइने रहेछ। अब म यो पानी ठक्कै थाप्ने हो यस्तो र खानु त ल। ठक्कसँग ल पानी आयो यस्तो र पानी आयो। आम्मा ल यस्तो दामी सुविधा छ है, एकदम दामी सुविधा। लगभग 1 रुपियाँको कप अनि 1 रुपियाँको पानी लगाइन यस्तो सुविधा छ है। हो नाइस, दामी फ्रेस पानी खानु पाइयो गाइस। तपाईँले कसले खानुभएको छ यहाँ निकालेर कमेन्ट गर्नुहोस् ल।